Hello guys, welcome to my new vlog. I hope सबैजना सन्चै छ हामी पनि सन्चै छौं सबैजनालाई कोनिचिवा अनि आज हामी चाहिँ कोनिचिवा गाइज हामी चाहिँ नेपालबाट आएको दिदीलाई भेट्न जाँदैछौं अस्ति आउनु भएको हामी मेरो दिदी आउनु भयो हैन हामी चाहिँ सबैजना मिलेर भेट्न जाँदैछौं अनि रमाइलो लाग्छ नि त खुसी लाग्ने के अब आफ्नो मान्छे आउनु भएको छ भन्दाखेरि अनि हामी भेट्न जानु पनि उहाँलाई पनि खुसी लाग्छ त्यसैले चाहिँ हामी जाँदैछौं भेट्न के छ रुबिना सान भन्नुस् के हेर न यहाँ रिसाउने मान्छेहरू ओहो जाऊ जा तिमीलाई हतार भएकोहरू म चाहिँ बिस्तारै जान्छु हतार भएको मान्छेहरू अगाडि गइसके गाइज दिदीको लागि हाम्रो यहाँ सपिङ हुँदैछ गाइज सपिङ आउनु सक्नुहुन्छ रुबिना सान एक्साइटेड दिदीलाई भेट्नको लागि म सामान किन्दैछु हामीहरू चाहिँ दिदीलाई सामानहरू किन्छौँ बोतलहरू टिफिन टिफिन अनि केहरू पेन्सिल लिडहरू किनेर जाँदैछौँ यता गाइज बस नेपालबाट आएको मान्छेलाई नेपालको झल्को ओरियो बिस्कुट ल हामी ठ्याक्कै आइपुग्यो है त उहाँ पनि हाल्नुभयो अगाडि ल मिताब दुईजना दुई बहिनीको खै रोइरह होला म गएर भिडियो बनाउँछु रोको भिडियो नि बनाउनु पर्छ रोइरहेको छन् म रोको भिडियो नि बनाइदिन्छु ल दुई बहिनीको सुमिमासेन ल दुई बहिनी चाहिँ रोइरहेछन् दुई बहिनी चाहिँ रोइरहेछन् अब के गर्ने हामी त दुई साथी तिमी रोज दोस्त ल यसरी चाहिँ भेट्न आउनु चाहिँ यही हो कि मिठो पल भनेको केही हुँदैन हामी चाहिँ ठ्याक्कै भेट्न भने आइपुग्यो होइन दुईजना चाहिँ रोइरहेछन् अब त्यस्तै त विदेशको ठाउँमा यस्तै हो हामी चाहिँ कति यो म्याप हेर्दै कति समथिङ 45 मिनट लाग्यो होला त्यति चाहिँ साइकल खेलेर केही सामानहरू किनेर अनि भेट्न आएका छौँ अनि देख्न सक्नुहुन्छ है दुई बहिनीले चाहिँ त्यसरी बसिरहेछन् रुबिना सान कच्ची मित्ते विदेशमा यतिको आफन्त चाहिँ हुनुपर्छ होइन मेन कुरा चाहिँ बहिनीले चाहिँ बाबु छोडेर आएको छ नि त सानो बाबु त्यही भएर चाहिँ हामीलाई भेट्न जानु धेरै मन लाग्यो कि छिटो बाबु छोडेर आएको छन् सो त्यसैले चाहिँ यसरी चाहिँ रोइरहेछन् दुई बहिनी दोस्त रमाइलो भइरहेछ तिमीले नि होस्टेलको याद जाने होस्टेल ल ठिक छ देख्न सक्नुहुन्छ जापानको नाइट भ्यू यो बहिनी बस्ने एरिया है यो चाहिँ हेर्न दुई बहिनी मिल्छ खै बहिनी त त झन् यस्तो हँसाउने भनेर भेट्न आएको त लहरू दुईजना त रोइरहेछन् खुसी होला नि भनेर खुसी हुन्छ भनेर भेट्न आएको दुईजना रोइरहेछन् हामी चाहिँ के गर्ने म पनि रुममा पनि यो चाहिँ बहिनीको होस्टेल ल ठिक छ टेन्सन नगर ल बहिनी टेन्सन नगर म भ्लगर हो नि त दोस्त तिमी चाहिँ के गरेर बसिरहेको त्यहाँ ल ठिक छ ल 41 मिनट देखा ल अब यहाँबाट हाम्रो रुममा जानलाई चाहिँ कति ठ्याक्कै 41 मिनट देखाएर अब ठिक छ हामीलाई लास्ट त्यही ढिला भइसक्यो दिदीलाई भेटेर दिदी कि बहिनीलाई भेटेर फर्किँदा कति 44 मिनट देखाएको थियो
अहिले हेर्न सक्नुहुन्छ यहाँ कति 11 मिनट देखाइरहेको छ यत्रो बाटो हिँड्यो निकालेर यहाँ भोक लागेर बाटोमा फेरि भोक लाग्यो उता पछाडि यसरी बिस्कुट निकालेर खाँदैछौँ खै निकालेर जापानको बस्छ यस्तै हो यी ए हजुरकै ब्यागमा खाएको त मलाई दियो नि एउटा बिस्कुट मैले एउटा मात्रै खाएको थियो अर्को कलरको दियो त छ ओरे बिस्कुट पछाडि चापेको बच्चाहरू हिँड्छन् फेरि अनि हेर्छन् यो लास्टको चाहिँ छैन एउटा खोला खोला आमा 10 मिनट त पुरा हिरोको जस्तो आँखा टल्कियो त म खान आएको खाना थोरै टाटे अहिले त अब हाम्रो ए तिमीले बिस्कुट खसाल्यौ त प्लास्टिक देख्नु सक्नुहुन्छ खोला न अब चाहिँ हामी जान्छौँ दोस्त केही भन्नु छ केही भन्नु होइन एकदम थाकिसक्यो भयो अनि हजुरको त आज लङ यात्रा कस्तो भयो त दिदीलाई भेट्न गएको म एक्साइटेड नै छु त्यस्तो गाह्रो भएन गाह्रो त भएन भोलि बिहान हुन्छ गाह्रो जस भेट्न गयो खुसी लाग्यो अब नेपालबाट आएको मान्छेलाई अब हामी भर्खरै जाँदाखेरि कस्तो रमाइलो लाग्छ नि त कस्तो कोही छ भने जस्तो हुन्छ सो त्यसरी हामी गएर आयौँ केही सामानहरू अब मेन चाहिँ हामीले नुन लागिदिएर गएको आइज नुन यहाँ चिनी र नुन छुट्याउन गाह्रो हुन्छ आउँदा बित्तिकै तर नुन लागिदिएर गएको हामीले होइन कस्तो राम्रो देखियो कि पछाडिको ब्याकग्राउन्ड नाइट भ्यू ल ठ्याक्क हामी चाहिँ आइयो ल ठ्याक्क आइयो हामी साइकलहरू नि पार्किङ भइसक्यो कस्तो भयो कहिले लाग्यो कि साइकल झर्सी थाहा भयो बल्ल मेरो साइकल बनायो भने चापिदिनु त देख्न सक्नुहुन्छ हाम्रो यहाँ साइकल अदर्स कस्तो भयो एकदम थाकियो बेजक भयो भयो भ्लग इन गाइज बाई बाई कहाँ इन हुनु त्यहाँ सामान देखाउनै बाँकी छ ए कहाँ इन हुन्छ होइन आएको सामान चाहिँ यहाँ देख्न सक्नुहुन्छ यति हो नेपालको दालमोड गच्चको पिरो मम्मीले हालिदिएको चक्लेट मम्मीले हो यो मम्मीले हो पक्का चक्लेट खै मेरो पाइँ अलि मिठा रहेछ अझै नि एउटा फर्मल पाइट अर्को खै नेपालको तेरी मिल्क खै देखाउनु त लास्ट मन पर्छ नि त मलाई नेपालको तेरी मिल्क नेपालको चोखोपन के हो यो फेरि ए औषधिको हाउमा लाउने औषधि गनेर हालिदिनु भएको क्या मम्मीले चारजनालाई वाउ गाई मिठाई ल खाम कस्तो राम्रो लाग्यो रे मिठाई देखेर त गाई मिठाई बचपनको याद आ गयो रे कस्तो मनपर्छ क्या लास्ट कस्तो लाग्यो यो चाहिँ मन पर्यो अरू भन्दा नि बचपनको याद आ गए चुरा चुरा नै हो बिहाको चुरा सबै मम्मीले खै मेरो पाइथ्यो त्यो नन्दोस् मलाई भिडियो बनाइदिनु चार त पाइपको दिनमा दुईटा आयो सानो त हुनै पाएँ ल कम म त अलिक सानो हुन्छ र म त आउनु ठिक्क हुन्छ होला अहिले त त्यस्तै मगाएको नि ल ठिक छ है पाइप पाइप चारवटा पाइप मगाएकोमा किनेकोमा दुईटा पाइप आयो ल फर्मल पाइप पनि त्यो चाहिँ सानो हुन्छ हुन्न होला
थ्याङ्क यू फर्स्ट अफ अल दिदीलाई नेपालबाट जापान सामान ल्याइदिएकोमा धन्यवाद ल बाई बाई मेरो फेर्ने चाउचाउ ल अब हामी आइसक्यौँ अब भोलि पनि के आएर बनाउँदाखेरि जाऊ जाऊ बाई बाई